सो हेलो वाट्सएप गुड मर्निङ गाइज वेलकम ब्याक टु माई न्यू भ्लग होइन र हामी चाहिँ डाइरेक्ट पोइन्टमा आयो। हामी चाहिँ 4 दिनको टुर जाँदैछौँ। टुर त्यो पनि कलेजबाट टुर जाँदैछौँ र जाने चाहिँ आज हो। आज चाहिँ मङ्सिर 16 गते ठ्याक्क हामी 3 बजेतिर यहाँबाट घरबाट जाने भनेको। उहाँ चाहिँ 4 बजे निक्लिने हो, बसमा बस्ने अनि 4 बजे स्कुलबाट निक्लिने। जाने ठाउँ चाहिँ हाम्रो पहिला कोशी ब्यारेज, इलाम, धरान अनि जनकपुर हो। यति 4 ठाउँ चाहिँ घुम्ने हो र जान चाहिँ ठ्याक्क 2 बजेतिर भनेको, तर अहिले धेरै टाइम त भएन, ठ्याक्क 10 भइरहेछ। ठ्याक्क यहाँबाट कतिमा हिँड्ने ठिक होला, 1 बजे रेडी भयो भने अनि ठ्याक्क 2 बजेतिर हिँडे पर भइहाल्छ, ठिकै हुन्छ टाइम त्यतिखेर। अनि चाहिँ रमाइलो हुनेवाला छ, होप फुल हेरिदिनु होला भिडियो। अब चाहिँ तयार हुने बेला भेटौँ ल। फाइनली रेडी भएँ, रेडी भएर नि अब लगेजहरू चाहिँ यति हो, यो छ अनि यो झोला, यसमा अब खानेकुरा राख्ने अनि यो मोबाइल राख्न हुन्छ। यति बोकेर जाने अब। ड्याडी आउनुहुन्छ, स्कुटी अगाडि इन्डिकेटर बोलेर रहेछ। खोइ मोमो त हुनुहुन्छ। अब यत्रो बोकेर स्कुलसम्म जानुपर्छ, त्यसपछि कहाँ राख्ने हो त्यही झेउ छ कि यही सामानहरू राख्ने कहाँ क्या। अब हिँड्न लाग्यो ल, बाई ल, बाई बाई। अब 4 दिनको लागि खै यसो यहाँ राख्ने अट्छ भन्दा पहिला स्कुल जानु। रेकर्ड भयो। जम लाग्यो। ल फाइनली 2टा केटाहरू भेटिएन होइन। अब रोइला के हो यो, तर यो रोइला भन्ने मजा ऊ त्यहाँ हो क्या। अनि बस कस्तो हो भन्ने हो क्या, अरू भन्दा नि त्यही होला। ठिकै नै होला। चाली हाम्रो बसमा कति 39 जना क्या होला। कम 43 जनासम्म। ल फाइनली वी आर एट स्कुल है। कोही 7 स्टार रहेछ बस त। ओ ब्रो कहाँ हो? घर फर्किनु पर्ने बेला ल ए
कान्छाले अहिले सुटकेस मैले हो लिएर हिँड न उता बस त खतरनाक छ त होइन सबले सुटकेस ल्याएको नि यार मैले ल्याउन पर्छ रहेछ सबभन्दा कम त मेरो छ कति हो यो खोइ हेर त लु 2 हो यो दुई ओइ होइन ठिकै छ यार बस त ठिकै हो चेरी अब यार सुटकेस पनि भारी त भारी हो मेरो ब्याग ए ल तिनीहरू गाइजहरू आमा छिटाएको यिनीहरू ल ओइ गोरो आयो नि त ल हेलो हेलो ओ यार भग्न बिहार जाउँ न के छ ल ल यसो यसो ल ल सुजलजी ठिकै छ ल ब्रो गुट्टामा ढुङ्गो घुस्यो यार खुट्टैमा घुसेर जुत्तामा के ल ओइ ओके ट्राइसेप पनि देखाउनु पर्यो नि ल ढल्ने भएन क्या आज ढल्ने कि ढलाउने भएन आमा प्रेम दाइ आमा भ्लगर भनेर मैले फेरि ओइ मेरोमा 89 छ यार खै पावर ब्याङ्कहरू यस्तो हेरिदिउँ एउटा दुईटा वा भाग मेरो त 80 पुगिसक्यो आइफोन भरे यो गीत गाइदेऊ न भर्खर आउँदै गाउँदै थिएँ सुसान भयो हाम्रो ब्लगरले ब्लग बनाएर भ्याएनन् क्या अझै कति सर फोटो खिचौँ न एउटा रहन्छ क्या फोन तिमी आउनु गिभअवे ओइली हो ओए हाम्रो सर पनि आएर दिग्विजय सर बिखान सर दिग्विजय सर नै आएर अटोग्राफ माग अटोग्राफ वाह 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 आउनु न के हो रे बसिदिएको कलाकार त देख्नै नहुने ऊ आयो अर्को बस बस आयो मेरो हेर नि यहाँ यो गेम खेल्दाखेरि कारबाट खेल्दा खेल्दै फुटेको दाम बस्यो ल आऊ नि त सुप्रेती
पुच्चे प्रेम दाई त हेन्सी भएर आने के कुप्रो गरेर हिँडेको यिनी प्रेम दाई के प्रेम के प्रेम S25 हो र यस्तो छ यार व्यवस्था कति बजे 4 बजे हिँड्ने भनेको 5 बजिसक्यो यार के भन्न चाहन्छौ यसमा के गरे यस्तो त च्यानल डुबालन के तिमीले ओके डुबाउँछन् कि यिनले समझने को इशारा है काफी हाँ 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 पर कोही नै समझता भ्यू बवाल आउँछ कि होइन हाम्रो होइन बस त आएन त 806 हाम्रो होइन छ हो नेपालमा बसहरू यो भन्दा राम्रो खालको बसहरू ओए यहाँ त लेखेकै रहेछ त सर एउटा फोटो ल ल ल खिचियो ल दुईटाको यस्तो नि च्यानलबाट लिएको हो कि होइन ल ल ल ल ल भयो लाइक गरिदिनु सब्सक्राइब नगर्नु सब्सक्राइब गरेमा सब्सक्राइब गरेमा हजुर मेरो यो भिडियो पुग्छ कहाँ हो नमस्ते मेरो नाम भाग्य नेपाल चस्मा बनाएको नि त्यस्तै लाइक गरेर हान्नु पर्छ के ए सर ढिलो भयो के मुला गाउँ न तिमीले गर्छु भनेको होइन कलिले छोएर जाला होइन बस पार्क चाहिँ भयो यहाँ त बस पारेकै हो एउटा 4 बजे हिँड्ने भनेको 5-6 बज्न लागिसक्यो 5:30 भयो त्यही त क्या अरू के भन्नु त त्यस्तै छ स्टेज अगाडि ल हिँड रे स्टेज अगाडि ल गाइस फाइनली हाम्रो बस आयो कति घन्टा कुर्यौँ हामी 3 बजे आएको भनेपछि बुझ ए बवालै भएछ भित्र लाइट त बवाल छ त तिम्रो भन्दा नि कति लाउँछ ल ल ल ओए भाग यहाँ बवाल छ त त्यहाँ बसाके ए यिनीहरूले के ल्याएछ नु यही सर हाम्रो खोला
बाटो नमान्नु डरलाई ए अझै हामी कति बेर हामी जाने भनेको 4 बजे हिँडेर 3 बजे हो के रे 3 बजे जाने भनेको 7-8 बज्न लाग्छ 8 बजिसक्यो यही हो कि सुनोलको खै त कोही छैन नि त ओहो ल अब गाडीहरूलाई नि तेल चाहियो तेल चाहियो हैन अँ कोही सब हाम्रै हो न अरू कसैको छैन हाम्रो छ हाम्रो त लास्टको हो के अरे होइन सबभन्दा लास्टमा त हाम्रै छ क्या अब यो सुनल हो कि नवलपरासी अँ के सुनल हजुर